प्रतिशोध हुन्छ कि कतै भन्ने सबैतिर सन्तास रहेको अवस्थामा मैले गृह मन्त्रालयको जिम्मेवारी लिनु पर्ने परिस्थिति पनि यस्तै कुराको उपज हो। अलिकन पनि विवेक पुर्याइएन भनेदेखि फेरि चाहिँ प्रतिशोध हिंसाप्रति हिंसाको दुष्चक्रमा फस्ने सम्भावना हुन्छ। त्यसकारणले यसमा एउटा समन्वयिक सन्तुलन गर्न सक्ने गरी नै भूमिका निर्वाह गर्नुपर्छ। कानुनी पृष्ठभूमिको मानवाधिकार पृष्ठभूमिको मान्छेले अरूले भन्दा बेटर गर्न सक्छ र यसमा अझ जेनजी पुस्ताको पनि भावनालाई समेट्न सक्छ भनेर प्रधानमन्त्रीज्यूले मलाई चयन गर्नुभएको हो र उहाँ आफै अहिले एउटा अभिभावकको रूपमा आउनु भएको छ। प्रधानमन्त्रीज्यूको जे सोच छ एउटा अभिभावकीय सोच छ, त्यो अभिभावकीय सोचभित्र नै गृहमन्त्रीले काम गर्ने हो। प्रधानमन्त्रीकै अङ्गको रूपमा अरू मन्त्रीहरू रहेका हुन्छन्, उहाँले दिएको दायित्व नै मैले पुरा गर्ने हो। त्यसकारणले सरकारले अभिभावकको भूमिका निर्वाह गर्छ। यहाँहरूलाई त्यस्तो लाग्यो कहिलेकाहीँ सरकार दमनकारी हुँदैछ भन्ने केही त्यस्ता देख्नुभयो हाम्रो राज्य संयन्त्रभित्रबाट भने त्यतिखेर यहाँहरूले बेलैमा हामीलाई सचेत गराउनुहोला। हामीले त्यसलाई सम्बोधन गर्छौँ, कतिपय विषयवस्तुहरू हामीले सम्बोधन गर्दै पनि आएका छौँ। यहाँहरूले बिचमा